Hello guys, welcome to my new vlog. होइन पहिलो भ्लग हो नि त यो, सो वेलकम टु माई फर्स्ट भ्लग. सम्पूर्ण साथीहरूलाई मेरो पहिलो भ्लगमा हार्दिक स्वागत गर्न चाहन्छु. हेलो गाइस, हामी घर जाँदैछौँ है निसेलहरूबाट. हिउँदे बिदामा चिसो बिदामा घर जाँदैछौँ. सट्टै चाहिँ पछाडिको निसेलहरू गाउँ. पुग्नु पर्ने ठाउँ धेरै छ झोलाले. हजुर त्यहाँ हजुरको मोबाइल त कति होला र 100, 150, 200 ग्राम कति हुन्छ मोबाइल खासमा? 100-150 ग्राम हुन्छ होला. आजभोलि मिस यस्तो बाहिर यो यस्तै गोठमा बस्ने भने त काटेर मरिन्छ होला होइन, बिहान त जमिन्छ होला. यो चाहिँ हाम्रो महेन्द्र घरतिमा वर्कसपको घर त्यहाँ चाहिँ गरेको छ है. त्यो बनियोले त होला होइन बरेललाई. पुरै खोलो जम्या. यसको भित्रभित्र त पानी होला नि है मिस? यसो हिँड्यो भने लोटिन्छ होला नि. मस्तो हिँडिन्छ नि आनन्दले. फुट्ला र सरले हिउँ के हो नि फेरि हिम नदी होइन. सरले गाउँतिरको हिम नदी भन्नुभएको थियो नि. राम्रोसँग बस्नु होला घरपिटामा. यहाँ त एउटा ठुलो बङ्गुर घरपिटामा तर डेन्जर छ नि यहाँका बङ्गुर. जे त निसेलहरू सबभन्दा ठुला होला है. नेपालीमा बोल्नु सिक्छु म पनि बुझ्छु. काट्ने पनि हुन लाग्यो होइन. यिनीहरूको त्यो अगाडिको थुतुनो हुन्छ नि चोर्दो त लास्टै बलियो है. कस्तो माटो पनि उठाउँदो रहेछ. अझै चिसो छ है पारितिर. पुरै त्यो तुसारोहरू जमेर कुनामा. योमा त मिस दिउँसो साँझसम्म पनि यस्तै हुन्छ होला होइन? यो बिल्दैन. अनि यता साइडतिर चाहिँ फेरि उत्तर गङ्गा नदी होइन, भेरी नदी. उत्तर गङ्गा भेरी नदी पारी टपमा आर्मी क्याम्प छ. साइडतिर चाहिँ हामी बस्ने सर र चारैतिर डाँडाहरूले घेरेको उपत्यका निसेलहरू उपत्यका है. तुसारो अझै जमेको जम्मै छ. यो चाहिँ अलि नजिकबाट हेरौँ न. यो चाहिँ फेरि हाम्रो उत्तर गङ्गा. उता ढोरपाटन सिकार छ माथि ढोरपाटनको समथरबाट. हेलो गाइस, अहिले चाहिँ हामी ढोरपाटन सिकार आरक्षको घनघोर जङ्गलभित्र छौँ. गइरहेको छौँ अगाडि. म अगाडि सर आएँ तिमी हजुरले देखिदिन्छु उच्च यता हेर्नु होला मिस. यता हेर्नु अरू मिसहरू घनघोर जङ्गलभित्र चट्ट परेर जाँदैछौँ. अलिअलि चिसो पनि छ तर धोइरहेको छ. पिन्जरहरू गयो मिस. ट्याक्क खस्ला आगो लगाएको होला नि मिस. यहाँबाट माथि जाने माथि पुगिन्छ होला होइन? माथि छिटो पान कत्रो छ दौड त. यतातिर जङ्गलमा पाइने निगालाहरू पवन सर रहेको. यही निगालाको हजुरले खानु भएको छ कि नै मिस? निगालाको तरकारी खानु भएको छैन? म त चाहिँ यहाँ आएर फर्स्ट टाइम निगालाको तरकारी पनि खाइयो मिस. गजब भएको थियो मिस. निगालो मात्रै होइन कि, निगालो त्यस पछाडि गोपी अनि
आलु सबै मिसाएर मिक्समा मिक्नुहुन्छ क्या स्वादै जस्तै हजुरको हामीले कति कतिजना पढाएको थियौँ नि त ढुङ्गा खिचडी भनेर हाल्न चाहिँ सबै हाल्यो तर ढुङ्गा पनि हाल्यो त्यही भएको हुन्छ होइन र हजुर हजुरहरूले धोबाको महसुस भएको छैन मिस के हजुरको ज्यान फलामको ज्यान र यस्तो धो भयो यार मैले त नेपालीबाट कुरा गर्नु चाहिँ म पनि बुझ्छु के भन्नुहुन्छ बस्ने हो बसौँ अस्ति मेरो स्कुलबाट फर्कँदाखेरि कस्तो भएको थियो हिँड्दाखेरि नि एकदम चिसिक गरेको थियो गर्ने खोचाउँदै पुग्यो हो पछि फेरि आफू सन्चो भएको थियो हजुरकोतिर निसीतिर यति चिसो हुँदैन होला नि मिस अलिक कम हुन्छ भन्दा तातो लाग्छ अलिक धेरै पनि लाग्छ होला तलभन्दा तल खाल्टामा छ र लाग्दैन हाम्रो चाहिँ लाग्छ तर जति जे भए पनि यहाँबाट ठाडो बाटो खुल्यो भने चाहिँ बहुत सजिलो हुन्छ क्या यहाँ आउनु पनि होइन तर सम्भावना छैन है खुल्ला र सिकार आछामका कर्मचारीहरू उस्तै अप्ठ्यारो बाटो टोल्ने इन्जिनियर हो कि कसलाई सुबेरले डोजरका ड्राइभरहरू इन्जिनियर सुबेर ल्याएर होइन काठको पुल यो काठको पुल बनाएको कति भयो मिस कति वर्ष चाहिँ टिक्छ होला 15-20 वर्ष टिक्छ यो खोलाको पानी पुरै फ्रिज छ साथी हो माथि गइसक्नु भयो म चाहिँ फेरि यता पछाडि छु झोला पनि अलिक धेरै बनाएको हो कि मैले दुई चार जो कपडा हालेको धेरै त छैन तर बहुत गरम भइरहेको छ यो चाहिँ फरमस तर
हेर्नुहोस् पनि खानुपर्छ भनेर होला एउटा पछाडि डकुमेन्टहरू भएको छ होला प्लसकोबाट भएको छ होला ओएमजी यस्तो धुलो छ यस्तो धुलो छ चिसो चाहिँ बिस्तारै हराउँदैछ दिन पनि छिप्पिँदैछ नि त गाइज हो हाम्रो मिसहरूले फेरि नास्ता खाने भनेर आलु अनि मिठो अचारहरू छोप हाम्रो रहेछ यतातिर छोप प्लस आलु ल्याउनु भएको रहेछ अब हामी त्यही खान सुरु गर्दैछौँ अलिकति खाएपछि परान आउँछ कि भनेर त्यति धेरै परान त सकिएको छैन त्यही पनि पलाइदिन्छु भने फोकाइदिन्छु भने नास्ता आलु हजुर के मिस आलु 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 त्यो छोपो मिस्यो फेरि आलु खाँदैछ नास्ता खाएर हामी हिँड्दैछौँ च्याट्ट आलु स्याउहरू खाएर मस्त जङ्गल यो चाहिँ अहिले चाहिँ हामी खाली खोलाको ठ्याक्कै उल्लोपट्टिको धारामा चिसो अलिकति लेक लाग्ला भन्ने पनि डर हुने जस्तो ठाउँमा आइसकेका छौँ जे होस् आजको घर जाने टुर भनौँ कि के भनौँ जे होस् रमाइलो भइराखेको छ चारैतिर उघारो अनि ध्वनि पनि कति लागेको छैन पारि मिठा हिमालहरू पनि देखिन्छ अनि जङ्गल पनि उत्तिकै आनन्द लाग्दो जे होस् रमाइलो चाहिँ भइराखेको छ यदि तपाईँहरू घुम्न आउन चाहनुहुन्छ भने आउनुहोस् है पारि त्यो जुन देखिरहेको भएको छ त्यो बाटो चाहिँ उता रुकुमले यता निसेलढोर जोड्ने ढोरपाटन जोड्ने बाटो खनेको अस्ति कता कता लभटा पऱ्यो भन्ने पनि सुनिन्थ्यो तिनी कुराहरू त्यस्तै छन् कता कता छन् जेस यतातिर ढोरपाटनसम्म रुकुमको बाटो जोडियो भने यस्तो बोबाल रिङ रोड हुन्छ नि यति धेरै पर्यटकको सम्भावना बोकेको मतलब पर्यटनलाई प्रबोधन गर्न सकिने हो भने कस्तो राम्रो हुन्थ्यो होला हुन त अहिले पनि आउनुहुन्छ पर्यटकहरू तर यो सेवा सुविधा भए पछाडि पर्यटकहरूको कति मिठो हुन्छ लाग्थ्यो होला यस्तो राम्रो ठाउँ छ नि तर अलि धेरै विकट छ भनौँ न विकट त छ नै यस्तो आनन्दको वातावरण पनि कति मिठो क्या हिँड्दा पनि त्यो खुसीवाला भाइचुर आउने टाइपको आनन्द यस्तो गजब होस् यो पल भनौँ यो यात्रा स्मरणीय बन्यो तपाईँहरू पनि घुम्न आउनुहुन्छ भने भन्नु होला म तपाईँहरूलाई निसेलहरूको मजाले घुमाइदिन्छु कहाँ कहाँ घुम्ने कसरी घुम्ने ढोरपाटनसम्म तपाईँहरूको टुरिस्ट गाइड बन्छ नि त त्यो पनि फ्रीमा अनि यस्तो चिसो मौसममा आलु छोराएर खुवाइदिउँला है चट्ट त्यो छोपसँग डोबेर के छोराइदिने पनि म आफै छोराइदिन्छु अनि आलु पनि अनि छोपसँग टक्क डोबेर खाने मात्रै तपाईँको काम आउनु होला मिठो छ ठाउँ चाहिँ जे होस् आनन्द लाग्छ तपाईँहरूलाई यतातिर घुम्न आएपछि रिग्रेट चाहिँ हुँदैन है त्यसमा चाहिँ म ढुक्क छु
अहिले हामी चाहिँ एक्ज्याक्टली मध्य पहाडी लोकमार्ग पुष्पलाल हाइवेमा आइसकेका छौँ। तपाईँहरू देख्नु पाउनुहुन्छ मिसहरू पछाडि आउँदै एउटा बाइक आउँदैछ। यो यहाँसम्मको लामो पैदल यात्रा एकदमै रमाइलो, अलिअलि धौ पनि भयो तर मिठो आनन्द लाग्दो के। अनि अब केही समयपछि 15 मिनट जति हिँडेपछि पर पातिहाल्ने भन्ने भेटिन्छ। ओके, हिँडौँ न, कस्तो हुन्छ के हुन्छ। त्यो माथि देखिने पारीको त्यो सिलौदेखि देखिने चाहिँ चौरी खर्क है, चौरी खर्क। यो चाहिँ आयो हाम्रो पातिहाल्ने भन्ज्याङ, ट्याक्क पातिहाल्ने होटल। निसी खोला गाउँपालिकामा तपाईँहरूलाई हार्दिक स्वागत छ। भन्नुको मतलब योदेखि उता बागलुङ, अहिले जुन बाटोमा हिँडिरहेको थियो हामी त्यो चाहिँ फेरि रुकुम पूर्व सीमा क्षेत्र चाहिँ पूर्व र बागलुङको सीमा क्षेत्र। होटेलहरू चक्रेको त्यो रहेछ यतातिर लेखेको रहेछ। तपाईँको यात्रा शुभ रहोस्, शुभ रहोस्। दुई र तीनवटा भोटे कुकुरहरू हुन्छन्। पातिहाल्ने ठ्याक्कै कुकुर। अहिले हामी पातिहाल्ने होटलमा पुगिसक्यौँ। अब चट्ट नास्ता खाने। जाडो पनि कति साह्रो हो कि, उल्कै जाडो छ। यसमा बस्दाखेरि चुलो पनि डेन्जर हुन्छ नि त, तातो आनन्द लाग्यो कि। पानी गाडी हामीले नास्ता खाएर पनि बाहिर निस्किसक्यौँ। उहाँ चाहिँ होटलको मालिक होइन। अनि 2-3वटा गाडी त गइसक्यो। अब एउटा गाडी छ, त्यही गाडीमा चढेर निश्चितसम्मको यात्रा गर्ने प्लान हो। कस्तो हुन्छ पनि होस्, राम्रै होस् भन्ने हो। अब त सुतेर गइन्छ मजाले, धेरै जिउ थाकेको छ आनन्दले। गाइस गाडी पनि चढ्यो। मिसहरू चाहिँ गाडी हुनुहुन्छ। गाडी क्या दामी फिल्म चाहिँ राखेको छ बारी। अनि म चाहिँ सबसे पछाडि, किनकि अलि गाडी लाग्छ नि त, बमिट आउला यताउति केही होला भनेर रेस्ट पनि गरेँ अनि मस्त सुत्ने पनि। निसी आइपुग्यो, झोलाहरू टक्क बोकेर। अब म चाहिँ डिक्सन होटल एन्ड रेस्टुरेन्टमा जाँदैछु। आजको रात यति बास हुन्छ होला, भोलि चाहिँ काम भ्याएर निस्किने हो है त गाइस। हिजो सबै अफिसका कामहरू भ्याइयो अनि हिजो राति नै नाइट बसमा हिँडेको। अहिले चाहिँ म एक्ज्याक्टली भालुबाङमा चटपटी खाँदैछु आनन्दले बसेर। जे होस् आज चाहिँ घर पुगिन्छ होला आनन्दले। गाइस अहिले चाहिँ म सिलेश्वरबाट गजुलको घरतर्फको बाटोमा जाँदैछु। छतमा बसेर, छतमा बस्नु त नहुने हो तर छतमा बस्नु मजै बेग्लै के। चिसो त अति नै छ। जे होस् चिसोबाट बस्दै छतमा बसेर रमाइलो मिठो मिठो भ्यूहरू हेर्दै जाँदै। अब गाइस म घरतिर पनि आइसकेँ। अनि अर्को दिन हो यो चाहिँ। हिजोको अस्तिको भिडियोहरूले कन्टिन्यू दिँदै यहाँसम्म हेर्नुभएकोमा तपाईँहरूले धेरै धेरै धन्यवाद। जे जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया पनि दिनु होला, सुधार्नुपर्ने पक्षहरू पनि भनिदिनु होला। अनि डु लाइक, कमेन्ट, शेयर एन्ड सब्सक्राइब। थैंक यू वेरी मच ऑल ऑफ यू। मिलते हैं फिर नेक्स्ट ब्लॉग में।